नमस्ते नमस्ते सबैजनालाई नमस्ते दर्शकबिन म एउटा राजनीति पार्टीले प्रतिशोध बनाएको व्यक्ति को म अवश्य हैन। दर्शकबिन हजुरहरूले यदि अनुमति दिनुहुन्छ भनेपछि अब म भन्न चाहन्छु को रहेछ राजनीति पार्टीबाट प्रतिशोध भएको व्यक्ति। तर पनि यति भने लगत्तै हजुरहरूले थाहा पाइसक्नु भएको छ जुन म एउटा त्यो पार्टीको मान्छे हैन र कुनै पनि पार्टीको हैन र म नेपालमा बस्दा पनि बस्दिन। अहिलेसम्म मैले नेपालमा भोट दिएको रेकर्ड पनि छैन। हालै म क्यानाडामा बस्दै आएको छु। क्यानाडाको म यहीँको पासपोर्ट निकालेर अहिलेको प्रधानमन्त्री मार्क कार्नीलाई भोट दिएर बसेको मान्छे हो। तर म एउटा नेपाली भएको नाताले नेपालको निकै खुल्दुली राख्छ र नेपालमा राम्रो भएको हेर्न चाहन्छु। त्यसै कारणले यो भिडियो बनाउँदैछु। कसलाई राजनीतिक प्रतिशोध साधियो हामीलाई थाहा नै छ। को त राष्ट्रिय स्वतन्त्र पार्टीको सभापति रवि लामिछानेलाई पुराना पार्टीहरूले राजनीति प्रतिशोधको रूपमा के गरे, मजाले तेल बेसा नुनचुक लगाएर के गरे, अमिलो मोलेको जस्तो गरेर मजाले के गरे, मोलेर नेपालको सबैभन्दा धेरै ठाउँ रवि लामिछानेलाई कागती र अचार बनाएको जस्तो अचार बनाउँदै के गरे, घुमाएर कुनै अवस्थामा त राति सुतिरहेको बेलामा उठाएर पोखरासम्म के गरे, पुर्याए। दर्शकबिन सहकारीको काण्डको केसमा रविलाई त्यस्तो गरे। रवि दही र दुधले पुरै नुहाएको सर्लक्क परेको मान्छे मैले पटक्कै भन्न खोजेको होइन। दर्शकबिन रवि पनि त्यस्तो क्लियर तरिकाको छैन। किनकि हावा आएपछि रुखमा पात हल्लिन्छ अनि रुखमा पात हल्लिएपछि त मान्छेलाई थाहा हुन्छ हावा आयो भनेर। हावा नै नआइकन कसरी रुखमा पात हल्लिन्छ र कसरी मान्छेलाई थाहा हुन्छ हावा आयो भनेर भनेपछि हावा पनि आएको छ, रुखमा पात हल्लेको पनि छ र मान्छेलाई थाहा भएको पनि छ। तर पनि यसमा 100% हामीले देख्न सक्छौं पुराना राजनीतिक पार्टीबाट प्रतिशोध पक्का पक्की भएको छ। किनकि जुन एमाले नेता ऋषिकेशको स्वास्नी त्यही सहकारी काण्डमा मुसिँदा फेरि एक दिनमा अदालतमा गएर एकै दिनमा सबै प्रक्रिया पुऱ्याएर 10 लाख निकालेर दिएर निस्किन मिल्ने। अब कांग्रेसको उपसभापति धनराज गुरुङ पुलिसले बयानै नलिकन त्यतिकै केयरमेट गरेर रिपोर्ट मलाएकै तालमा दुनिया न्युजमा गएर इन्टरभ्यू दिने, दुनिया पत्रकारसँग बोल्दै हिँड्ने, कुनै सिओले होट्या जाए पनि च्वास्स नघाइचिकन धनराजलाई उफ्री हिँड्ने। तर त्यही केसमा रवि लामिछानेलाई भने सारा संसारको अदालतमा घुमाउँदै राति राति प्लेनमा पोखरा लाँदै भनेपछि के यसलाई प्रतिशोध नभने पक्कै पनि दर्शकबिन प्रतिशोध हो। र अहिले फेरि हालै बालेनको तर्फबाट बनेको गृह मन्त्री ओम प्रकाश अर्याललाई पनि कुनै बेलामा रविले आफ्नै स्टुडियोबाट थर्काएको फोन अहिले व्यापक रूपमा भाइरल भएको छ। त्यसै कारणले कुनै बेलामा अहिलेको प्रधानमन्त्री सुशीला कार्कीले रविलाई प्रतिशोध भयो भनिरहेको सुशीला कार्की आफै प्रधानमन्त्री कुर्सीमा आउँदाखेरि किन सुनसान भएन? होइन दर्शकबिन, सुशीला कार्कीले गृहमन्त्री ओम प्रकाश अर्याललाई रविको केस फास्ट ट्र्याकमा लैजानु भनेर आदेश दिँदा फेरि ओम प्रकाशले गरे इग्नोर। किनकि ओम प्रकाशलाई रविले आफ्नै स्टुडियोबाट केही वर्ष अगाडि मात्रै
ओम प्रकाशले मेन पावर चलाउने क्रममा रवि लामिछाने ओम प्रकाशलाई थर्काउँदै कल गरेर तपाईले 15 जना गुन्डा पाल्नु भएको छ भनेर तपाईकै डाइरेक्टर साहबले मलाई भन्नुभएको छ भनेर यसरी भनेको भिडियो अहिले यसरी भाइरल भइराछ कि यसरी सर्कुलेट भइराछ कि दर्शकबिन र त्यही कारणले अहिले ओम प्रकाश अर्यालबाट पनि राजनीति प्रतिशोध साधेका पात्र हुन् राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछाने र अहिलेका सरकारले पनि सायद रविलाई जेल मुक्त गर्ला जस्तो हामीलाई लागेको थिएन। कुनै बेला जेनजी प्रोटेस्टको दिनमा राष्ट्रिय स्वतन्त्र पार्टीकै मान्छे गएर रविलाई निकालेको म आफैले विरोध गरेर भिडियो बनाएको थिएँ, तर त्यो कुनै पनि हालतमा सही थिएन। त्यो नेगेटिभ गलत थियो। आफ्नो राष्ट्रिय स्वतन्त्र पार्टी मान्छे गएर रविलाई निकालेको, तर जेल प्रशासनले रविलाई सुरक्षा हुने नदेखेपछि रविको श्रीमती निकितालाई बोलाएर जिम्मा लगाएर पठाएको र रवि आफै फेरि जेलमा फर्केको भिडियो हामीले सर्वस्व देख्न पायौं। त्यतिखेर यदि सुशीलाले चाहेको भए सुशीलाले त्यतिखेर आम माफी दिएर जेलमा नपठाइकन यदि सुशीलाले राष्ट्रिय स्वतन्त्र पार्टी रवि लामिछानेलाई गृह मन्त्रीको कुर्सीमा फेरि तेस्रो पटक राखिदिएको भए दर्शकबिन यतिखेर हामी नेपाली जनता कुनै पनि शङ्का र आशंका गर्ने ठाउँमा रहन्थेनौं र अहिलेसम्म सामाजिक सञ्जालमा एरेस्ट द केपी ओली, एरेस्ट द रमेश लेखक पूर्व गृहमन्त्री भनेर ह्यासट्याग चलाएर यो फेसबुकमा सामाजिक सञ्जालमा यति साह्रै गर्नुपर्ने थिएन। यदि गृहमन्त्रीमा रवि मात्रै भइदिएको भए यतिखेरसम्म सायद जति पनि पार्टीले प्रतिशोध रविलाई साचेको थियो, जति पनि पार्टी प्रतिशोध साथी व्यक्ति पार्टीहरू यतिखेर के हुन्थे, रविको जिम्मामा हुन्थ्यो। जब रविलाई कुनै बेलामा हातगडी लगाएर सारा संसार घुमाएको थियो नि, यतिखेर रविले ती चोरहरूलाई के गर्थे, हातगडी लगाएर जेलमा हाल्ने थिए। कसैले पनि केही भन्नै पर्ने थिएन। अहिलेको अवस्था जेनजीले पुरा प्रोटेस्ट गर्नुपर्ने, ह्यासट्याग चलाउनु पर्ने यस्तो अवस्था कुनै पनि आउँथेन। पहिलाको पुरानो गुइए पार्टीहरूबाट पनि राजनीतिक प्रतिशोधमा परेको रवि लामिछाने, अहिलेको युवा प्रोटेसन जुन जेनजी प्रोटेसन भनेर हामीले थाहा पायौं र थाहा पाउँछौं, जेनजी प्रोटेसनबाट आएका प्रधानमन्त्री र गृह मन्त्रीले पनि हात के गरे, मजाले धुँदै हातलाई सफा गर्ने कोसिस गर्न खोजे। तर यी हात सफा गर्ने क्रममा यदि रवि कुनै पनि बेलामा निस्के भनेपछि रवि लामिछानेले हजुरहरूलाई पनि छोड्नु हुने छैन भन्दै पुरानो पार्टीको त राजनीतिक प्रतिशोध भए र अहिले आएको नयाँ पार्टीले पनि प्लिज राष्ट्रिय स्वतन्त्र पार्टीको सभापति रवि लामिछानेलाई प्रतिशोध नसाधिदिनु होला। यदि रवि लामिछाने ले गल्ती नै गरेको छ भनेपछि प्रष्ट रूपमा जनताको अगाडि सार्वजनिक गरेर रविलाई पुनर्जन्म जेलमै राखौं। यदि प्रतिशोधै हो भनेपछि नयाँ बनेको सरकार पनि त्यति धेरै टिक्ने पनि छैन र जनताको नजरमा जस्तो पहिलाको यी कुहिएका भ्रष्ट नेताहरू थिए त्यस्तै रूपमा हुनेछ। किनकि कुनै बेला सुशीला कार्कीले नै यदि मेरो हातमा नेपाल पर्यो भनेपछि मैले यी भ्रष्टाचारी नेताहरूलाई 5 दिन भित्रमा जेलमा हाल्छु, 5 दिन भित्रमा नेपाल सुध्रिन्छ भनेको भिडियोहरू सार्वजनिक रूपमा भएको छ। तर अहिले सुशीला कार्की आएको 25 दिन भन्दा बढी बित्यो, तर खै दर्शकबिन हामीले अहिले सुशीला कार्कीबाट पनि खासै त्यस्तो नतिजावाला
काम भने देख्न पनि पाएनौँ र खासै त्यस्तो होला जस्तो पनि लागेन। त्यसै कारणले जतिजनाले यो भिडियो हेरिदिनु भयो र रविलाई प्रतिशोध हो कि होइन पुरानो पार्टी र नयाँ पार्टीबाट कमेन्ट गर्नुहोस्। मेरो तर्फबाट चाहिँ रविलाई सायद प्रतिशोधै हो, किनकि पुरानो पार्टीले प्रतिशोध साधे तर अहिले नयाँ पार्टीले पनि त्यस्तै गरेपछि प्रतिशोधै हो भनेर लागेको छ। र जति सक्दो सामाजिक सञ्जालमा मिल्छ भनेपछि यो भिडियोलाई सेयर गरिदिनुहोस्, लाइक गरिदिनुहोस्, कमेन्ट गरिदिनुहोस् र भिडियो सुशीला कार्की र अहिलेको बालेनको कोटाबाट बनेको मन्त्री ओम प्रकाश अर्याल गृहमन्त्रीसम्म पुगोस् र रविलाई दोषी हो भनेपछि दोषी, यदि दोषी छैन भनेपछि दोष मुक्त गरेर बाहिर निकालेर नुनको नुन, पानीको पानी, दुधको दुध, कालोको कालो के भन्छ नि हो रि त्यस्तै छुट्याएर जनताको अगाडि लिएर आइदिनुहोस् भने मेरो तर्फबाट एकदमै अपिल गर्न चाहन्छु दर्शकबिन। त्यसै कारणले अहिलेका सरकारले पनि प्रतिशोधको रूपमा नसाझोस् र कुनै पनि पार्टीका माइकलालहरूले मलाई नकराउनुहोस्, किनकि म एउटा स्वतन्त्र व्यक्ति नेपालको लागि। मैले सुरुमै भनिसकेको छु म नेपालमा छैन, तर मेरो मनमा लागे अनुसार रविलाई प्रतिशोधै हो र रविले चाह्यो भनेपछि नेपालमा केही गर्न सक्छ। ऊ पनि भ्रष्टाचारी नै हो, होइन भन्दिनँ, तर काङ्ग्रेस एमाले माओवादी जस्तो पुरै चुल्लुममा डुबेको चाहिँ छैन। रविले केही गर्छ नेपालमा। त्यही भएर जेनजीको सरकार र जेनजी प्लिज रविलाई दुधको दुध, पानीको पानी छुट्याएर अहिलेको सरकारमा गृहमन्त्रीमा राखौँ। कुनै पनि हामीलाई टाउको दुखाइ छैन र रविले गर्न पनि कामहरू हात धोएर मजाले ऊ आफैले गर्छ, कसैले सल्लाह सुझाव दिन पर्ने पनि छैन भन्दै। र अहिले फेरि अर्को कुराहरू छ नि, यो अदालतको मान्छे अनि त्यस पछाडि यो भ्रष्टाचारको के यो 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 राई साई सब निकालौँ। यस निकालौँ, यी चोरहरूलाई राखेर के काम। र त्यस पछाडि यो जति पनि गभर्मेन्ट अफिसमा काम गर्ने कर्मचारीहरू छ नि यसका टाउकेहरू सबैलाई निकालौँ। यो टाउकेहरूलाई ननिकालेसम्म जुनै पोलिटिकल पार्टी लिडर आए पनि नेपाल सुध्रिनेवाला छैन। यी सबैको सम्पत्ति छानबिन गरौँ, यी सबैलाई पदबाट बाहिर राखौँ। यदि भ्रष्टाचारी ठमिएमा जेल कोचौँ र अब त हामीले केही गरौँ, यो मौका फेरि पनि नआउला। र यदि आयो भनेपछि अहिले त 74 जनाले बलि दिनुभयो भनेपछि कुनै बेला आउने दिनहरूमा 74 इन्टु 53 जनाले बलि दिन पर्नेछ। ती सोझा साझा जनताको रगत पसिना चुस्नुभन्दा अगाडि नै हामी जेनजीबाट बनेको सरकार आँखा खोलौँ। हो हामीलाई थाहा छ 6 महिना हो, तर मान्छेले चाह्यो भनेपछि 6 महिनामा काय प्लाट गर्न सक्छ। जति पनि भ्रष्टाचारीलाई जेल कोचौँ, जति पनि अहिले सरकारी अफिसमा काम गर्ने चोर भ्रष्टाचारी कर्मचारीहरूलाई निकालौँ र नयाँलाई राखौँ। त्यस पछाडि देश अटोमेटिक आफ के हुन्छ परिवर्तन हुन थाल्छ भन्दै। दर्शक भिडियो कस्तो लाग्यो? यदि हजुरहरूलाई मैले रविको सपोर्ट गरेन भिडियो बनाएको जस्तो लाग्छ भनेपछि नि भन्नुहोस्। र यदि म स्वतन्त्र रहेछ, यसले सही भिडियो बनाएको रहेछ भनी जस्तो लाग्छ नि कमेन्ट गर्नुहोस्। जस्तो लाग्छ हजुरले कमेन्ट गर्नुहोस् भन्दै अब बोल्ने जिम्मा हजुरहरूलाई नै सुम्पिँदै यो भिडियोबाट चाहिँ बिदा लिन चाहन्छु र अर्को भिडियोमा फेरि पनि भेटौँला। हस् त, नमस्ते सबैजनालाई, नमस्ते।